हेलो सेवा नमस्ते सम्पूर्णलाई हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। अब चाहिँ म चाहिँ नि सालपा सिलिचुङको यात्रामा छु। के कस्तो हुन्छ हजुरहरूलाई देखाउँदै जानेछु। अब यहाँबाट 3:30 हिँड्दैछु। म अब 4 बजी गाडीबाट उकालो लाग्छौँ। अब के कस्तो हुन्छ हजुरहरूलाई देखाउँदै जानेछु बाटोतिर। ल ल बाई। हामी अब सालपा सिलिचुङ जानुको लागि पुरै तयारी हुँदैछौँ। गाडीहरू यसरी वडादेखि वडासम्म छन्। हामी चाहिँ अब कतिखेर पुगिन्छ के हुन्छ। नम्बर 18 हामी चाहिँ अहिले मूलघाट आइपुगेको छौँ है। यहाँ पर्खिँदै हिँड्दै सबै ग्रुप भेला भइसकेको छैनौँ। अनि अहिले चाहिँ यहाँनिर मूलघाटमा पर्खेर बसेको छौँ साथीभाइहरूलाई। टाढको एयरपोर्ट है। वाउ, हिमाल पनि कति मजाले देखिँदो रहेछ यहाँ। कुन ठाउँ हो, कुन जिल्ला हो? सालबारीभरि बसेर खै मलाई के भन्नु भन। हाम्रो मनकोमा घरको ठाउँ के भन्दैछ त्यही ठाउँ भन्नु। शङ्खसभा शङ्खसभाको चाहिँ हो, तर यहाँ के पो भन्छ अर्को अघि तल लेखेको थियो त्यो फोटो खिच्नुभन्दा देख्दैन कि मेरोबाट। अनि मैले त्यही भएर फोन चलाउँदिनँ क्या बितामा बसेपछि केही। म चाहिँ यो सिलिचुङको जाने अवस्था है। यो सबै गाडीहरूको चाहिँ यसरी फसिएर ठेल्दै आधी अगाडि गइसक्नुभयो, आधी यतै छौँ, आधी पछाडितिर हुनुहुन्छ। अझै आउनु बाँकी नै छ। यहाँ पनि चाहिँ खोला रहेछ, कस्तो राम्रो खोला। धान कति मजाले पाकेको रहेछ। बल्ल बल्ल बल्ल
खसीको गाडी चाहिँ लानुभयो। अब यो चाहिँ जान्छ कि जाँदैन होला। गयो 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 यस। ताली पनि पिट्दै हुनुहुन्छ। यात्रा उकालेको सुरु भयो। उदो फर्केर हाम्रो प्रसन्न सर आइपुग्नु भयो। यहाँ तल आइपुग्नु भयो। हाम्रो यात्रा जारी छ है। यात्रा जारी छ। हामी के भन्ने ठाउँसम्म पो दाजु? यो हामी सालपा पोखरीदेखि तलतिर एउटा होटल छ। होटलको नाम चाहिँ थाहा छैन। हजुर त्यहाँसम्म जान्छौँ। भोलिपल्ट फेरि सालको पोखरी बिहानै 3 बजी हिँडेर 4 बजी पुगिन्छ अरे सालको पोखरी। त्यहाँ पूजासुजा गरेर फेरि उँभो लागिहाल्छौँ। कविता राई फर्स्ट अघि अघि 2टा झोला बोकेर। यो लाइटको चार्ज गर्न चाहिँ कस्तो हुन्छ? यो मोबाइलको जस्तै। ए कता जानु भने? आइपुग्नु भएछ त तपाईँहरू पनि? छिटो छ नि। भयो